नमस्कार। आज म मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयबाट प्रकाशित नतिजाहरू ग्रेड सिट सहित कसरी हेर्ने भनेर जानकारी दिन गएको छु। मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले जति पनि नतिजाहरू प्रकाशित गर्ने गर्छ, यी नतिजाहरू ग्रेड सिट सहित हेर्ने व्यवस्था आफ्नो वेबसाइटमा गरेको छ। तर अब पछिल्लो चरणमा केही प्रकाशित नतिजा हेर्ने व्यवस्था अलिकति परिमार्जन गरेको छ। नयाँ व्यवस्था सुरुवात गरेको कारणले गर्दाखेरि अब सो नयाँ व्यवस्था अनुसार नतिजा कसरी हेर्ने भन्ने सन्दर्भमा म तपाईँहरूलाई जानकारी दिन गइरहेको छु। यो भिडियोको जुन जानकारीहरू छन् कतिको उपयोगी छन् र केही समस्या छन् भने कमेन्ट गरेर जानकारी लिन पनि सक्नुहुन्छ। मैले चाहिँ अब नतिजा कसरी हेर्ने भन्ने सम्बन्धमा जानकारी दिन गइरहेको छु। अब तपाईँहरूलाई के सहज लाग्छ त्यही फेभरेट ब्राउजर ओपन गर्नुहोस्। अब कसैलाई क्रोमो लाग्न सक्छ, क्रोम ब्राउजर मलाई चाहिँ एकदमै सहज लाग्ने भएको कारणले गर्दाखेरि मैले पनि क्रोम ब्राउजर ओपन गरेँ। अब क्रोममा गइसकेपछि तपाईँले त्यहाँनिर एउटा युआरएल बक्स हुन्छ होइन, युआरएल राख्नुहोस् होइन। युआरएलमा www.nuexam.edu.np राख्नुहोस्। इन्टर क्लिक गरिसकेपछि यसरी वेबसाइट खुल्छ। परीक्षा व्यवस्थापन कार्यालयको वेबसाइट खुलिसकेपछि अब यो वेबसाइटमा देख्न सक्नुहुन्छ तपाईँहरूले अब विभिन्न सूचनाहरू छन्। मैले एकैछिन वेबसाइट पनि देखाएँ। यो वेबसाइटमा अब यहाँनिर अपडेट छ। पहिला यहाँ अबाउट परीक्षा व्यवस्थापन कार्यालयको बारेमा जानकारी छ, त्यसपछि सर्भिसेसको बारेमा जानकारी छ, त्यसपछि रुटिनको बारेमा, रिजल्ट अनि फ्याकल्टिज, इन्स्टिट्युसन, त्यसबाट न्युज एन्ड नोटिस र केही इम्पोर्टेन्ट कुराहरू डाउनलोडमा राखिएको छ र केही अनलाइन इक्जाम फर्म भन्ने हाइलाइटेड बटन देख्न सक्नुहुन्छ। यति मेनुहरू छन्, बटनहरू छन्। अब तपाईँले यसभन्दा अगाडि प्रकाशित विभिन्न नतिजाहरू यो रिजल्ट भन्ने सेक्सन, रिजल्टमा क्लिक गरेर यहाँबाट नतिजा हेर्न सक्नुहुन्थ्यो। यहाँनिर फ्याकल्टी सिलेक्ट गर्नुहुन्थ्यो तपाईँले आफ्नो, त्यसपछि यहाँ प्रोग्राम सिलेक्ट गर्नुहुन्थ्यो, इक्जाम इयर सिलेक्सन गर्नुहुन्थ्यो, त्यसपछि इक्जाम टाइप, त्यसपछि सेमिस्टर लगायतका सिम्बल नम्बर र डेट अफ बर्थ राखेर तपाईँले यहाँनिर भ्यू सो रिजल्ट भन्ने क्लिक गरिसकेपछि तपाईँले नतिजा हेर्न सक्नुहुन्थ्यो। तर अबको नतिजाहरू अब चाहिँ यहाँ पुरानो नतिजा चाहिँ यहीँ देखाउँछ, तर अब नयाँ नतिजाहरू चाहिँ यहाँ नदेखाउने भएको कारणले गर्दाखेरि कसरी हेर्ने भनेर म यहाँ चिन्ता दिन्छु। अब यो रिजल्ट भन्ने सेक्सनबाट तपाईँले पुरानो नतिजाहरू हेर्न सक्नुहुन्छ, तर अबका नतिजाहरू चाहिँ त्यहाँबाट हेर्न सक्नुहुन्न। त्यसका लागि चाहिँ तपाईँले अनलाइन इक्जाम फर्म भनेर यहाँ एउटा बटन छ, यो नेभिगेसन बटन भनौँ, यो नेभिगेसन बटन हाइलाइट छ रातो कलरले, यसमा क्लिक गर्नुहोस्। अब यसमा क्लिक गरिसकेपछि एक नयाँ ट्याब खुल्छ। अब पुरानो ट्याब यहाँ रहेछ, म यो नयाँ ट्याबमा गएँ। नयाँ ट्याब एउटा पोर्टल खुल्छ। त्यो पोर्टलमा लगइन भन्ने छ, यहाँनिर एउटा लगइन भन्ने छ। यहाँनिर तपाईँले आफ्नो आइडी अनि पासवर्ड, अब आइडी त युजर नेम भनेको तपाईँको रजिस्ट्रेसन नम्बर नै हुन्छ, रजिस्ट्रेसन नम्बर राखेर लगइन गर्नुहोस्। अब पासवर्ड, अब तपाईँले सुरुको पासवर्डमा अनलाइन इक्जाम फर्म भर्दाखेरि पक्कै पनि परिवर्तन गर्नुभयो होला। अब त्यो परिवर्तन गरेको पासवर्ड यहाँ राख्न सक्नुहुन्छ। अब यो पासवर्ड राखिसकेपछि तपाईँले यहाँ लगइन गर्ने हुन्छ। लगइन गरिसकेपछि तपाईँको प्रोफाइल खुल्छ। यी प्रोफाइल खोल्छ। त्यो प्रोफाइल लिएर तपाईँले अगाडि नतिजा हेर्न सक्नुहुन्छ। अब म पनि एकैछिन यसलाई हाइड गरेर तपाईँको प्रोफाइलहरू खोल्छु। अहिले यहाँनिर अब मेरो पर्सनल इन्फर्मेसन सो नहोस् भनेर मैले यसलाई हाइड गरेँ। त्यसमा अब यहाँनिर आफ्नो युजर नेम राखेँ, पासवर्ड राखेँ, लगइन गरेँ। पक्कै पनि मेरो प्रोफाइल खोलेको तपाईँले देख्नुभयो होला। केही इन्फर्मेसन मैले यहाँ लुकाएको छु। अब यहाँनिर प्रोफाइलमा के छन् भन्ने कुरा अलिकति जानकारी दिउँ। यहाँ नाम देखाएको छ, अरू यहाँ पर्सनल इन्फर्मेसनहरू यहाँ सो भएको छ। यहाँ फोटो अपलोड गर्ने र सिग्नेचर अपलोड गर्ने सेक्सन पनि छ, यो प्रोफाइलभित्र देखाएको छ। त्यस्तै गरी यहाँनिर इक्जाम फर्म भन्ने छ। यो इक्जाम फर्ममा गएर यो परीक्षा फारम खुलेको बेला अनलाइन फर्म भर्न सक्नुहुन्छ। त्यस्तै गरी यहाँनिर मार्कसिट भन्ने छ। अब यो मार्कसिटमा क्लिक गरेर
तपाईँले रिजल्ट हेर्ने हो। अबका रिजल्टहरू यसरी हेर्ने हो। भनेर मैले मार्कसिट भन्नेमा क्लिक गरेँ। अब मार्कसिट भन्नेमा क्लिक गरिसकेपछि भनेर अब मैले अघि हाइड गरेको थिएँ त्यही कुरा देखिने होला। म अहिले देखिने बनाएँ सबै इन्फर्मेसनहरू देखिने गरेँ। अब यहाँ देख्न सक्नुहुन्छ इक्जाम भन्ने छ, सिम्बल नम्बर भन्ने छ र डेट अफ बर्थ भन्ने छ। यी तीनवटा इन्फर्मेसनहरूबाट तपाईँले नतिजा हेर्न सक्नुहुन्छ। अब इक्जाममा चाहिँ यहाँ सिलेक्सन गर्न सक्नुहुन्छ। यहाँनिर इक्जाम सेड्युलहरू सो भएको छ। तपाईँको कुन सेड्युलको रिजल्ट हेर्दै हुनुहुन्छ, तपाईँ कुन सेड्युलको रिजल्ट हेर्न चाहनुहुन्छ त्यो सिलेक्सन गर्नु होला। अब यहाँनिर मैले अब भर्खरै प्रकाशित बिएड फर्स्ट सेमेस्टरको नतिजा हेर्न चाहनुहुन्छ भनेपछि फर्स्ट यहाँ क्लिक गर्नुहोस्। फर्स्ट सेमेस्टरका एउटा, दुईवटा, तीनवटा, चारवटा, पाँचवटा यहाँ रहेछन्, पाँचवटा रहेछन् सेड्युलहरू। अब त्यसमध्ये ब्याचलर फर्स्ट सेलेक्सन गर्नुहोस्। ब्याचलर फर्स्ट सिलेक्सन भयो। त्यसपछि आफ्नो सिम्बल नम्बर राख्नुहोस् र डेट अफ बर्थ राख्नुहोस्। डेट अफ बर्थ सिम्बल नम्बर राखिसकेपछि तपाईँले सर्च भन्ने क्लिक गरिसकेपछि नतिजा हेर्न सक्नुहुन्छ। तपाईँको ग्रेड सिट सहित नतिजा देखाउँछ। अब सो ग्रेड सिटको फाइनल ग्रेड हेर्ने होला, विषयको फाइनल ग्रेड हेर्नु होला। तपाईँले थ्योरी र प्र्याक्टिकलको ग्रेड अहिले देखाइरहेको छ। सोलाई त्यति नहेर्नु होला, किनकि थ्योरीमा देखाएको ग्रेड नै त्यता सो भएको छ। खास हामीले देखाउनु भनेको जहिले पनि फाइनल ग्रेड मात्रै हो। अब यो अलिकति बिस्तारै परिमार्जन हुन्छ, अहिले नयाँ भएको कारणले त्यस्तो देखाइएको छ। तपाईँले अब बिस्तारै बिस्तारै चाहिँ फाइनल ग्रेड यानि कि पहिले जसरी नतिजा हेर्नुहुन्थ्यो त्यस्तै खाले ग्रेड सो हुने गरी व्यवस्था हुन्छ। अब यो अहिले अनलाइन फर्म भर्ने व्यवस्था र नतिजा हेर्ने व्यवस्थालाई एउटा इन्टिग्रेटेड गरिएको मात्रै हो। एउटै पोर्टलबाट बनाएर एउटै विद्यार्थीको लगइन गर्ने प्रोफाइलबाट पनि नतिजा हेर्न सकियोस् भनेर यसरी यो व्यवस्था गरिएको हो। यस सम्बन्धी कुनै समस्याहरू भए तपाईँले कमेन्ट गरेर पिन कमेन्ट हेरेर वा यो भिडियोको डिस्क्रिप्सनमा दिएको लिङ्कहरू हेरेर सर्टकट लिङ्कहरू पनि म डिस्क्रिप्सनमा राखिदिनेछु। त्यसरी नतिजा पनि हेर्न सक्नुहुन्छ। अब अलिकति के जानकारी दियो भने यदि तपाईँ डाइरेक्ट नतिजा हेर्न चाहनुहुन्छ, यो अलिकति झन्झटिलो भएको छ भन्ने जस्तो लाग्छ चाहिँ म यो अब कसरी हेर्ने भनेर यहाँनिर मैले सो गरेँ। यहाँनिर के भने 202.45.145.20 यानि कि 202.45.145.20 युआरएल बक्समा राखेर तपाईँले क्लिक गरिसकेपछि तपाईँको यसरी लगइन गर्ने यो अप्सनहरू खुल्नेछ। त्यसरी पनि नतिजा हेर्न सक्नुहुनेछ भनेर मैले जानकारी दिएँ। अब मैले यति नै जानकारी दिएँ, किनकि नतिजा हेर्ने सबै इन्फर्मेसनहरू यहाँ समेटिएको छ। तपाईँले खासमा कसरी हेर्ने भन्ने दुविधा थियो, त्यो दुविधा चाहिँ हटेको छ। www.nuexam.edu.np मा गएर तपाईँले नतिजा हेर्न सक्नुहुन्छ। नतिजा प्रकाशित हुँदा सूचनामा पनि नतिजा कसरी हेर्ने भनेर विस्तृत जानकारी प्रकाशित भएको पहिलो पेजमा नै देखाइएको हुन्छ। त्यो गएर पनि एकचोटि हेर्नु होला। वेबसाइटमा त्यो सूचना पनि म एकछिन देखाएका थिएँ भनेर मैले होम ट्याबमा क्लिक गरेर रिजल्ट बिएड फर्स्ट सेमिस्टरको लेटेस्ट रिजल्ट छ भनेर नोटिस त खोलेको छ। क्लिक डाउनलोड भनेर त्यो डाउनलोड भएको नोटिसहरू देखाएको छ है। यो नोटिस देखाएको छ, यो नोटिस हेर्न सक्नुहुन्छ। यहाँनिर लेखेको छ नि नतिजा विद्यार्थीहरूले यहाँनिर लेखेको छ नि यसरी, यो एकचोटि ध्यान दिएर हेर्नु होला। यहाँनिर डाइरेक्ट लिङ्क पनि यहाँनिर देखाएको छ। यो लिङ्क क्लिक गरेर पनि तपाईँले रिजल्ट हेर्न सक्नुहुन्छ। त्यसरी मैले आज नतिजा कसरी हेर्ने भनेर जानकारी दिएँ। यो भिडियो अन्तिमसम्म हेर्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। यो भिडियोलाई यहीँ टुङ्ग्याउँ। हवस् त।